यस्तो तर फोटो नलिनु पर्ने तर मैले लगेँ है देखाइदिनुलाई यस्तो छ ल अब यस पछाडि यहाँबाट यता जाम खै यता तलतिर के छ थाहा पनि छैन अनि यहाँ यता मुनि त पानी छ क्या है ए यहाँ त यस्तो पो रहेछ त है ओ माई गॉड त्यो खतरा झर्ना आएको रहेछ नि त कता छ है यहाँबाट पानी आएको रहेछ यस्तो छ फेरि पानी बगिरहेको रहेछ ल यस्तो पानी त पुरै ड्याम छ त है एकैछिन है पानी चाहिँ बगिरहेको छ ए ल ल हुन्छ ल यो अनि यो पानी त यहाँ मुनिबाट गइरह होला हैन गएको देखिँदै देखेछ नि त पानी त है ल यो बागलुङको गोल्डन सस्पेन्डेड ब्रिज ल रङ्गशाला यही हो है सुर्खेतको यस्तो बनाएर मान्छेहरू हेर्दैछन् यस्तो चाहिँ छ ल साइड साइडमा रुख रोप्या छ यो पनि सुर्खेतको हो साइड साइडमा यिनी सानो छुक्राहरू छन् यिनीहरूको नाममा यो पास भयो भने त हामी त नि धनी भइहाल्छौँ यार सुर्खेतमा पनि लास्ट टाइम महँगो छ त्यहाँ चाहिँ यो चाहिँ मिड वेस्टर्न युनिभर्सिटीको बिल्डिङ हो भर्खरै बनाएको बिल्डिङ हो यो यहाँ चाहिँ ट्राफिकले चेक गर्दै हुनुहुन्छ हेरौँ अब के गर्छ बिलबुक लगिहाल्छ फेरि जरा लास्टमा चिट काटेरै पठाए 500 को ला सुर्खेतको कुनै ठाउँमा यस्तो छ यार गाडी पास हुन्न होला ट्रक र बस पास नभएर ब्याक गर्दैछ बस यहाँ ल
यस्तो छ यार कुनै ठाउँमा परदेश आउने बाटो आयो यार। बल्ल बल्ल पास गरे यार। ल लास्टमा बुटोल पनि पुग्यो। म चाहिँ बुटोल आएको थिएँ सुर्खेतदेखि इक्जामको लागि। त्यो रातको कति बज्यो 1:48 शाममा 2 बजे पुर्याउँछु भने त्यो पुर्याइहाल्यो। ल गाइस बुटोल पनि पुग्न थालियो। अब केही समयमा बुटोल पुगिन्छ। यो चाहिँ भेरी नदी क्रस गर्नुभन्दा अगाडि बाटोको हो। जोस हरियाली छ, राम्रो छ। अलिकति डेभलप भएको छैन। हाइवे राम्रो भएपछि यस्तो भएको हुन्थ्यो। ब्रिज पनि आयो, क्रस गर्दैछौँ। भेरी नदी यही हो। जोस अहिले पनि ठिकै छ। माछा साछा मार्न दिँदैन। टेन्डर हालिरहेको छ आजभोलि सुर्खेतबाट पनि। जाजरकोट रुकुमको बिचबाट हुँदै आउँछ यो रिभर भेरी नदी।